हेलो साथीहरू, इट्स मी बान्जलिन सेङतान। अब अहिले हामी फेरि पनि मातातीर्थ फन पार्कमा आएका छौँ। हाम्रो फर्स्ट इभिनिङ वक। लेट्स गो। यो चाहिँ हाम्रो दैनिक हिँड्ने ठाउँ भनौँ न अब इभिनिङ वाकको। यताबाट जाने होइन त। यहाँ चाहिँ सबैजना मान्छेहरू यसो आराम गर्न बेलुकातिर मान्छेहरू, बेलुका मात्रै होइन बिहानतिर पनि आउँछ। केही त बोल यहाँ यो ठाउँमा आउनु बित्तिकै तिमीलाई कस्तो फिल हुन्छ अरे? यहीँ बसिरहँ जस्तो लाग्छ, घरै जान मन लाग्दैन। गाडी के गर्ने होला, केही उपाय छ भने कमेन्ट दिनु। अहिले यो जङ्गल जस्तो ठाउँ छ होइन, मान्छेहरू चाहिँ पुरै आएर बसिरहेको हुन्छ। यो चाहिँ हाम्रो मिनी भ्लग हो नि त। मिनी भ्लग, यस राइट, यस। ल साथीहरू, यहाँनिर चाहिँ यस्तो ठाउँ छ है। अनि बच्चाहरू पनि खेल्न मिल्छ ऊ त्यहाँनिर। त्यहाँ बच्चाहरू खेलिरहेको हुन्छ आरामले। अनि ऊ त्यो मासतिर पनि छ। अहिले एकछिनपछि माथिमा गएपछि म देखाउँछु। यहाँ धेरै छ घुम्ने ठाउँहरू। यो पार्कमा चाहिँ मजाले हावा खाँदै बस्नु र घुम्नको एकदम लायक छ। अनि सी वाज इन्जोइङ एभ्री टाइम इन्जोय वेन वी जब हामी आउँछौँ यहाँ इन्जोय गर्ने हो। आरामले हिँड्ने, दिनभरिको थकान मेट्छौँ हामी यहाँनिर आएर। I want to show you something, right? यो यस्तो यो देखिरहेको म के भन्छ यसलाई के भन्छ यसलाई? खोइ हामी त भुइँ काफल भन्छ। यो हेर्नु कस्तो मजाले फलिरहेको छ। खानु मिल्छ र यो? बच्चामा त खान्थेँ, अब अहिले थाहा छैन। अब यो फोहोर कति धेरै फलिरहेको छ यो। खानु न त। नखाऊ हुँदैन। इबाले चाहिँ अब यो के अरे चिलाउनेको गेडा घुमाउनु गइरहेको छ। ल गाइस, स्टार्ट। वाह, कति धेरै कौवा। वाह, ल हामीले चाहिँ यहाँ अघि माथि देखाउँछौँ भनेको थियो है। त्यो माथि बस्ने एरियाहरू चाहिँ यस्तो छ है त। यहाँ चौरहरू अघिको ठाउँ चाहिँ यहाँ हामीले तलसम्म हिँड्दै ऊ परसम्म है वहाँसम्म छ। साथीहरू यहाँबाट चाहिँ धरारा पनि देख्छ है। कहाँनिर देख्छ भन्दाखेरि यो स्कुल, यो चाहिँ स्कुल हो है। यो स्कुल एरिया हो। यहाँबाट हामीले यहाँबाट जुम गऱ्यो भने तपाईँहरूलाई हामी देखाउनु गइरहेछौँ। यहाँबाट यस्तो जुम गर्दै है, जुम गर्दै मेरो चाहिँ 28सम्म मात्रै हुन्छ। यो चाहिँ धरारा हो। यति टाढा राखेको छ है त। ल साथीहरू, अब हामी चाहिँ ब्याक टु होम होइन। अघि गेट देखाउनु बिर्सेछ है। यहाँबाट आएको हामी, यहाँबाट हुँदै अब हामी लेफ्टबाट जान्छौँ यता। सो यहाँ माथि अस्ति हामी ऐसो खान गयो नि त। ल यति भन्दै सो आजको सर्ट भ्लगलाई हामी यहीँ टुङ्गाउन चाहन्छौँ। बाई बाई।